नमस्कार। आज हामी अलिकति दुध या दूधका प्रडक्टहरूको बारेमा अलिकति चर्चा गरौँ है। जब हामी जनावर हिंसाको कुरा गर्छौँ, तब हामी जहिले पनि मासुको मात्रै कुरा गर्छौँ। हामी सबैलाई थाहा नै हुन्छ कि मासु खान हिंसक हो। कसैको ज्यान खाइरहेको छौँ, कसैको ज्यान काटेर उसको लास खाइरहेको छौँ। त्यसमा हिंसा छ भन्ने कुराहरू हामीले बुझेको हुन्छौँ है। तर दुध या दुधजन्य पदार्थहरू खाँदाखेरि हामी त्यसमा हिंसा छ भन्ने कुराहरू हामीले बुझेकै हुँदैनौँ। मैले पनि बुझेकै थिइनँ यो कुरा। दुध खाने त राम्रै हो जस्तो लाग्थ्यो मलाई। मैले जिन्दगीमा सानो हुँदाखेरि म सधैँ 2 ग्लास दुध खान्थेँ। कहिलेकाहीँ चिज पनि खान्थेँ। दुधको प्रडक्टहरू दिनको 2 ग्लास दुध त खानै पर्छ भन्ने लाग्थ्यो मलाई र म धेरै वर्षसम्म त्यो खान्थेँ। त्यसले गर्दाखेरि मेरो मेन्सुरेसनमा एकदम प्रब्लम हुन्थ्यो, तर मैले बुझ्न सकेको थिइनँ। तर एकचोटि मलाई प्रकृति प्रेमी समूहमा मलाई सरले भनेपछि त्यो कुराहरू सबै बुझेपछि मैले छोडिदिएको थिएँ दुध खान। त्यसले गर्दा मेरो जुन मेन्समा प्रब्लम भइरहेको थियो त्यो पनि सर्ट आउट भएको थियो। मेरो पिसिओडी डायग्नोसिस भएको थियो, त्यो पनि रिकभर भएको थियो। तैपनि मैले त्यो मेरो लागि गरिरहेको थिएँ, मेरो शरीरको लागि, किनकि दुध मेरो लागि टक्सिन छ भनेर मैले दुध छोडेको थिएँ। तर कहिलेकाहीँ म दही, चकलेट, चिज यस्तो कुराहरू खाइरहेको थिएँ, किनकि मैले त्यो भित्रको हिंसा नै मैले राम्रोसँग बुझ्न सकेको थिएन या बुझेर पनि बुझ्न नखोजिरहेको थिएँ। तर यो विगत 4-5 महिना अगाडि जब मैले सोसियल मिडियामा धेरै भिडियोहरू हेर्न थालेँ, अनि त्यसपछि मैले बिस्तारै बिस्तारै एउटापछि अर्को हेर्दै गएपछि मलाई रियलाइजेसन भयो, यो दुधभित्र त कति धेरै हिंसा लुकेको रहेछ भनेर। हामी एकचोटि विचार गरौँ है, दुध कहाँबाट आउँछ? दुध गाईले दिँदैन, दुध भैँसीले दिँदैन, दुध मान्छेले दिँदैन, दुध जहिले पनि आमाले दिन्छ। कुनै पनि स्तनधारी प्राणीमा दुध उसको जीवनभर आउँदैन, यसै आउँदैन। जहिले पनि जब एउटा महिला प्रजातिले जब उसको बच्चालाई जन्म दिन्छ, तब मात्रै उसको स्तनमा दुध आउँछ। र त्यो दुध कसको लागि हो त? एकदम डाइरेक्ट लजिकली हेर्ने हो भने त त्यो दुध त उसको बच्चाको लागि आएको हो नि। त्यो दुध, त्यो गाई र भैँसीको दुध जब हामी सेवन गर्छौँ, तब हामी के गर्छौँ त? त्यो बच्चाको दुध, त्यो बच्चाको अधिकारको दुध हामीले उसबाट छिनेर अनि त्यो हामी सेवन गर्दैछौँ। र अर्को कुरा, त्यो गाई भैँसीमा हामीले गरेको अत्याचार, एउटा जीवलाई हामी बाँधेर राख्छौँ। घाँटीमा डोरी बाँधेर उसलाई एउटा सानो गोठमा, उसको सु पनि त्यही हुन्छ, उसको आचे पनि त्यही हुन्छ। हामी त्यसलाई गोमूत्र, गोबरको नाम दिन्छौँ, शुद्ध भन्छौँ। तर त्यो एउटा जीव, त्यो गाई, त्यो भैँसी, उसले उसको जिन्दगीभर उसको यत्रो सानो ठाउँमा मात्रै ऊ बस्न पाउँछ र उसको आची, उसको सु त्यसैमा ऊ बस्ने हो, त्यसैमा ऊ खाने हो। ल्याएर घाँस दिन्छौँ या अरू कुरा ल्याएर दिन्छौँ। उसको जीवनै हामीले त्यति सानो ठाउँमा सीमित गरिदिएका छौँ कि हामीलाई कसैले त्यसो गर्यो भने हामीलाई रमाइलो होला, हामी खुसी भएर बस्न सकौँला। मलाई कसैले किडन्याप गरेर एउटा सानो कोठामा मलाई ल्याएर मेरो घाँटीमा डोरी ल्याएर राखिदियो र ममा यसरी नै शोषण गर्यो। मेरो आची, सु एकै ठाउँमै छ, म त्यहीँ बसिरहेको छु। म जति गनाए पनि मसँग कुनै उपाय छैन, किनकि मेरो हात बाँधिएको छ, मेरो घाँटी बाँधिएको छ, म केही गर्न सक्दिनँ। कहिलेकाहीँ कोही आएर बस्छ, कन्या सेवा भन्छ, मलाई मेरो शरीरलाई सफा गरिदिन्छ र त्यसमा म खुसी हुन्छु होला कि मैले त्यो जसले मलाई त्यत्रो पीडा दिएको छ, म ऊप्रति मेरो मनमा नराम्रो भावना आउँछ कि आउँदैन होला। त्यस्तै त्यो गाई र भैँसीमा हामीले जुन अत्याचार गरिरहेको छौँ, त्यो हामीले कहिले पनि सोच्नै सकिरहेको छैनौँ। हामीलाई त के लाग्छ भन्दाखेरि यिनीहरू त हाम्रै लागि हुन्, यिनीहरूको लागि शोषण गर्ने त हाम्रो अधिकारै हो। यो त हामीलाई प्रकृतिले दिएको अधिकार हो। यो गाई भैँसी त हामीले यसरी शोषण गरेन, यिनीहरूलाई यसरी ल्याएर बाँधेन भने त यिनीहरू बाँच्नै सक्दैनन्। त्यो त्यो हामीलाई त्यस्तो लाग्छ। अनि त्यसपछि त्यो गाई र भैँसीको दुध पाउनको लागि हामी के गर्छौँ त? पहिला त उसको पेटमा बच्चा राखिदिनु पऱ्यो नि। अब त हामीले फार्मिङ गर्छौँ, खेती गर्छौँ गाई र भैँसीको। अब हामीले उसलाई प्राकृतिक रूपमा उसलाई प्रजनन पनि गर्न दिँदैनौँ। हामी के गर्छौँ? हामी भन्छौँ कि कृत्रिम गर्भधारण, आर्टिफिसियल इन्सेमिनेसन। हामीले आफ्नो हातबाट वीर्य लिएर उसको संवेदनशील अङ्गमा छिराएर उसलाई गर्भधारण गराउँछौँ। त्यसलाई के भन्छ? त्यसलाई बलात्कार भन्छ। या उसको इच्छा विपरीत उसको शरीरमा बच्चा राख्नु भनेको के हो? त्यो त सरासर बलात्कार हो। हामी सबैले गरिरहेको छौँ त्यो।
र गाई र भैँसीमा हामीले उसलाई अब एउटा प्राणीको रूपमा हेर्न छोडिसक्यौँ। ऊ त हाम्रो लागि एउटा वस्तु हो, उसबाट दुध आउँछ, त्यो दुध बेच्नुपर्छ, त्यो दुध कन्ज्युम गर्नुपर्छ कन्ज्युमरहरूले, र त्यही मात्रै हो उसको जीवन। उसको जिन्दगीभर उसलाई उसको कामै भनेको खालि प्रेग्नेन्ट हुने, बच्चा दिने, प्रेग्नेन्ट हुने, बच्चा पाउने, दुध दिने। त्यो दुध के को लागि? उसको बच्चालाई आएको दुध, त्यो बच्चाबाट उसलाई अलग गरिन्छ, त्यसपछि त्यो दुध उसबाट खोसिन्छ, त्यसपछि त्यही दुध आएर अनि हाम्रो घर घरमा आउँछ। त्यो दुधको हामी चिया बनाएर खान्छौँ, हामी खिर बनाएर खान्छौँ, हामी केक बनाउँछौँ, हामी आइसक्रिम बनाउँछौँ, चक्लेट बनाउँछौँ, तमाम चिजहरू बनाउँछौँ। तर त्यो दुध आउने सोर्स के हो भन्दाखेरि एउटा आमाको दुध हो। त्यो दुध उसको बच्चाको लागि मात्रै आएको दुध हो, अरू कसैको लागि आएको दुध होइन। हरेक प्राणीमा हामी हेर्छौँ भने हरेक प्राणीमा जो स्तनधारी प्राणी छ उसको दुध त्यही बेला मात्रै आउँछ जब उसको बच्चा जन्म हुन्छ, र त्यतिन्जेल आउँछ जब उसको बच्चालाई चाहिन्छ। जब उसको बच्चाको दाँत आउन थाल्छ, उसले अरू कुरा केही खान थाल्छ, त्यसपछि आमाको दुधबाट स्तनबाट दुध आउन छोड्छ। मान्छेमा पनि त्यही हो। मेरो स्तनमा पनि जब मेरो छोरी आयो तब मेरो स्तनमा दुध आयो, जबसम्म उसलाई चाहियो तबसम्म आयो, त्यसपछि आएन। यदि उसलाई चाहिँदो हो त अब पनि आउँथ्यो। यदि मलाई दुध चाहिँदो हो त मेरो आमाको दुध अझै पनि मेरो लागि आउनु पर्थ्यो। तर त्यो गाईको दुध जुन उसको बच्चाको लागि आएको छ, त्यो भैँसीको दुध जुन उसको बच्चाको लागि आएको छ, त्यो हामी के गर्छौँ त? एकचोटि हामीले विचार गरौँ त, त्यो बच्चालाई हामीले टाढा बाँधिदिन्छौँ। अहिले त फार्मिङ भनिसकेपछि त भैँसीको दुध हामी के गर्छौँ? त्यो बच्चा यदि मेल बच्चा जन्मियो भने हामी के गर्छौँ? उसको त केही कामै छैन डेरी इन्डस्ट्रीमा। ऊ त एउटा बाई प्रडक्ट हो। उसलाई के गर्छौँ हामी? कसाई खाना लगिदिन्छौँ मोमो बनाउनको लागि। अरू उसको केही युजै छैन। त्यो भर्खर जन्मेको बच्चा 5 दिन 10 दिन पनि भएको हुँदैन, उसले जीवनदेखि आउँदैन, उसलाई उसको आमाबाट अलग गरिन्छ। यदि अलग गरेन भने त उसको त्यो आमाको दुध त उसले खाइदिइहाल्छ नि। त्यो त हाम्रो लागि त लस भयो नि। जुन उसको प्राकृतिक अधिकार छ, जुन उसको नैसर्गिक अधिकार छ आफ्नो आमाको दुध खाने, त्योबाट हामी उसलाई पूर्ण रूपले वञ्चित गर्छौँ। त्यो आमालाई हामीले इन्जेक्सन लगाइदिन्छौँ, अक्सिटोसिनको इन्जेक्सन लगाइदिन्छौँ, उसको स्तनलाई यति ठुलो बनाइदिन्छौँ कि सक्दो धेरै दुध निस्कियोस्। यति धेरै अत्याचार गर्छौँ, उसको जीवनभर उसलाई हामीले बलात्कार गर्छौँ। उसको जीवनभर उसले बच्चा पाउने मात्रै उसको काम हो, अरू केही पनि छैन। उसको एउटै ठाउँमा हामी थुनिदिन्छौँ, उसलाई आची र सुमै त्यहीँ डुबाइदिन्छौँ र उसको बच्चा पनि ऊबाट छिनिदिन्छौँ। उसको आँसु, एउटा आमाको आँसु हामीले बुझ्न सक्दैनौँ। ऊ पनि एउटा प्राणी हो। जसरी प्रकृतिले हामीलाई जन्म दिएको छ, त्यसरी नै उसलाई पनि जन्म दिएको छ। उसको पनि पूर्ण रूपमा अधिकार छ खुसी भएर बाँच्ने। त्यो सबै हामी बिर्सिन्छौँ। उसको त यतिसम्मको अधिकार कि उसको आफ्नो बच्चालाई माया गर्ने, आफ्नो बच्चालाई दुध खुवाउने अधिकार पनि हामी छिनिदिन्छौँ, किनकि हामीलाई त्यो दुध चाहिन्छ। अनि हामी भन्छौँ कि दुध शुद्ध हो, दही शुद्ध हो। हरेक शुद्ध कार्यमा चाहिँ दुध हुनुपर्छ, पञ्चामृत हुनुपर्छ। पूजा होस् घरमा, कुनै पनि किसिमको मन्दिरको केही कार्य होस्, हामीले दुध अर्पण गर्नै पर्छ। पण्डितहरूलाई हामीले दुध चढाउनै पर्छ, खिर बनाउनै पर्छ। हुँदा आमाको मुख हेर्ने दिन जब हामी आफ्नो आमालाई हामी धन्यवाद दिन्छौँ, हजुरको मायाको लागि भनेर हामी खिर बनाएर जान्छौँ, हामी मिठाई बनाउँछौँ, हामी केक बनाउँछौँ, जसमा अर्को आमाको आँसु नै आँसु छ, अर्को आमाको पीडा नै पीडा छ। तर त्यो कुरा हामी बुझ्दैनौँ। हामी त्यो हेर्नै सक्दैनौँ, या आँखा बन्द गर्छौँ, या हेरेर पनि बुझेर पनि बुझ पचाउँछौँ, किनकि ओहो हो यो कुरा त ठिक हो, तर दुध हालेर चिया बिना त म त बस्नै सक्दिनँ। दुध हालेर चिया खाएन भने त मेरो त जिन्दगी, मेरो त दिनै खराब जान्छ। तर हामीले यो बुझि नै रहेको छैन कि यो एडिक्सनको पछाडि हामीले कत्रो ठुलो शोषण गरिरहेछौँ। एउटा आमा, एउटा बच्चामाथि यत्रो ठुलो हिंसा गरिरहेछौँ। त्यही कुरा हामीमा लागु हुँदो हो भने हामी यो सहेर बस्न सक्थ्यौँ, हामीलाई पीडा हुँदैन थियो होला। यदि मलाई कसैले त्यसरी यौन शोषण गर्दो हो, मेरो पेटमा बच्चाको लागि बच्चा नआउन्जेलसम्म मलाई शोषण गरेर, मलाई एक ठाउँमा बाँधेर राखेर, र जबरजस्ती मेरो पेटमा बच्चा आएको छ, जबरजस्ती मैले प्रेग्नेन्सी को थ्रु गइरहेको छु, र जब मेरो बच्चा जन्म हुन्छ तब त्यो बच्चालाई माया गर्ने पनि मलाई अधिकार दिइँदैन। त्यो बच्चा यदि छोरा जन्मियो भने उसलाई मार्न पठाइन्छ, छोरी जन्मियो भने यही नै उसको सानो उमेरदेखि नै मेरै नै जुन गति हुन्छ उसको पनि त्यही नै हुन्छ। तर मेरो दुध
उसलाई खुवाउन दिँदैन, मेसिन लाएर मेरो दुध निकालिन्छ र त्यो दुध अरूलाई दिइन्छ मिठो मिठो कुरा खानलाई, राम्रो राम्रो आइटम बनाउनलाई भनेर बजारमा बेचिन्छ र म जीवनभर म रोएर बस्छु, म पीडामा बस्छु कि मैले भगवान्सँग न्याय माग्दिनँ होला। ए भगवान्, किन म माथि यत्रो अन्याय भएको छ? ए भगवान्, मलाई न्याय देऊ भनेर मैले जब न्याय माग्छु, त्यो न्याय त्यो भगवान्ले कसरी दिन्छ त? म माथि जसले पीडा गरिरहेछ उसलाई पनि पीडाको अनुभव भएर न न्याय हुन्छ। जब हामीले घरमा त्यो दुधजन्य प्रडक्टहरू ल्याउँछौँ, दैनिक जीवनमा हामी जब जनावरको शोषण गर्छौँ, हामी पनि यति नराम्रो कर्ममा फस्छौँ कि त्यो कर्मको सजाय हामीले पाउँछौँ नै। यो हामीले प्रकृतिले दिएको, यो भगवान्ले दिएको, ब्रह्माण्डले दिएको कर्मको सजायबाट हामी बच्न सक्दैनौँ। हाम्रो घरमा पनि रोग, शोक, मानसिक समस्या, फिजिकल समस्या, तमाम किसिमका रोगहरू, तमाम किसिमका स्ट्रेस, एङ्जाइटी, डिप्रेसन, यी सबको नाममा हामीलाई पनि आउँछ त्यो हामीले गरेको कर्मको सजाय। मैले त बुझ्न सकेको थिइनँ यो कुरा, तर अहिले जब मैले यो बुझ्दै गएँ, यो यस्तै मान्छेहरूमा मेरो सङ्गत हुँदै गयो, भिगन कम्युनिटीहरूमा जब सङ्गत हुँदै गयो, तब मलाई रियलाइज भइरहेको छ कि मैले कति धेरै पीडा दिइरहेको थिएँ यी जनावरहरूलाई। कति आँसु नै आँसु, लासै लास, रगतै रगतमा टेकेर मेरो दैनिक जीवन चलिरहेको थियो। हरेक दिन, हरेक सेलिब्रेसन, हरेक रमाइलो फङ्सन, हरेकमा कसै न कसैको पीडा, कसैको न कसैको आँसुमै म टेकिरहेको थिएँ। तर अब यो 4 महिनामा जब म यो सबै कुराहरू मैले गरिरहेको छैन, तब मलाई रियलाइज भइरहेको छ कि यो बिना पनि जीवन कति रमाइलो छ। कसैको शोषण गर्नु जरुरी नै छैन। हामीले हाम्रो जीवनलाई मिनिङफुल बनाउनलाई, हाम्रो सेलिब्रेसनलाई रमाइलो बनाउनको लागि जरुरी नै छैन। अनि अर्को कुरा, मासु खान गलत हो भनेर हामी बुझ्छौँ। भेजिटेरियन कम्युनिटीमा मासु खानेलाई एकदम नराम्रो मानिन्छ, तर दुध एकदम शुद्ध दुध चाहिँ खानै पर्छ हामीले। कुनै पनि प्रजातिमा वयस्क मान्छेले दुध खाँदैन। यी मान्छे मात्रै हो, हामी मान्छे मात्रै हो कि जो अरूको बच्चाको दुध चोर्दै हामी 80, 90, 100 वर्षसम्म पनि हामीलाई त्यो दुध चाहिन्छ नै। त्यो प्रकृतिले यदि हामीलाई दुध चाहिने नै बनाएको भए त हाम्रै आमाको दुध आउँथ्यो नि। किन अर्काको आमाको खोज्नु पर्थ्यो? किन अर्काको बच्चाको अधिकार हामीले यसरी खोज्नु पर्थ्यो? यो कुरामा पनि हामीले विचार गर्न जरुरी छ। हामीले जुन अत्याचार गरिरहेको छौँ त्यो गाई भैँसीमाथि, त्यो अत्याचारमा हाम्रो ठुलो भागीदारी छ, सबैभन्दा ठुलो भागीदारी हाम्रो छ। किनकि हामीले सेवनले गर्दाखेरि त्यो सबै भइरहेको हो। जसले दुध फार्मिङ गर्छ त्यो किसानभन्दा पनि सबैभन्दा ठुलो कर्मको भागीदारी हामी हुन्छौँ। किनकि हामीले अर्डर गरिरहेछौँ, हामीले पैसा तिरिरहेछौँ त्यो गर्नको लागि। हामी यो कर्मबाट बच्नै सक्दैनौँ। अनि अर्को कुरा, म टिमोर जानुभन्दा अगाडि मैले गाईलाई यति सफासुग्घरी कहिले देखेकै थिएन। म टिमोरमा बस्दाखेरि त्यहाँ उहाँहरूले गाईको मासु खान्छ, तर गाईको दुधको लागि फार्मिङ चाहिँ गर्दैन। अनि मैले त्यहाँ हेर्दाखेरि यस्तो सफा चिट्ट परेको गाईहरू त मैले कहिले देखेकै थिएन। म त छक्क पऱ्यो, ओहो कसरी यस्तो सफा भयो गाईहरू। अनि बल्ल मलाई रियलाइजेसन भयो, ओहो गाईहरू त सफा फोहोरी हुँदै होइन नि, हामी पो फोहोरी हो त। हामीले उनीहरूलाई उनीहरूकै सुराचीमा त्यसरी बाँधेर राखेपछि नै उनीहरू फोहोरी भए। यता त उनीहरू आरामले घाँस खाइरहेको छ, एकदम एलिगेन्ट, यस्तो राम्रो देखिरहेको छ। उनीहरूको बच्चा छ भने पनि उनीहरूको बच्चाले उनीहरूको दुध खाइरहेको छ। न त्यो बच्चाले छाड्दा पनि छाड्दैन, त्यो बच्चाले दुध बढी पनि हुँदैन, जुन हाम्रो समाजमा भनिन्छ। बाछोलाई गाईको दुध खान दियो भने त बाछोले छाँदै गर्छ। किन छाड्छ त उसले? किनकि उसलाई उसको आमाको दुधबाट यति धेरै वञ्चित गरिन्छ कि दिनको 2 चोटि मात्रै चुस्न दिइन्छ। अनि ऊ यति पीडामा हुन्छ, उसलाई त जुन बेला पनि चुस्न पाउनुपर्ने, भोक लाग्ने बित्तिकै आमासँग गएर टाँसिन पाउनुपर्ने उसको अधिकारबाट हामी जब वञ्चित गर्छौँ, तब उसले जब पाउँछ उसले यति धेरै खान खोज्छ। अनि त्यसले गर्दाखेरि उसलाई भमिट हुन्छ। तर यदि हामीले सधैँ उसलाई उसको आमासँग राखिदियौँ, आमा र बच्चालाई हामीले फ्रिली छोडिदियौँ भने उसलाई जब उसलाई भोक लाग्छ, आउँछ, खान्छ, जान्छ, उसले छाड्दैन। तर त्यो हामीले गरेको त्यो कार्यबाट नि हामीले आफूलाई जस्टिफाई गर्छौँ कि त्यो बच्चाको लागि मात्र होइन, त्यो दुध हाम्रो लागि आएको हो। अनि अलिकति चुसाइदिन्थ्यौँ पहिला, अहिले त झन् यो फार्मिङ सुरु भएपछि त त्यो बच्चाले आमासँग बस्न पनि पाउँदैन। अहिले त झन् खाल बच्चा भन्छौँ, त्यो बच्चालाई मारेर त्यो बच्चाको छाला
ल्याएर एउटा केहीमा राखेर भुस भरेर आमाको नजिक राखिदिन्छौँ सो द्याट उसको आमाको दुध निस्किरहोस्। यतिसम्म अत्याचार, यतिसम्म पीडा, यतिसम्म उसको जीवनभर। बरु गाई काटेर खाने मान्छेले एटलिस्ट त्यो गाईको उसको जीवनभर त उसलाई पीडा दिएको छैन। यदि फार्मिङ गर्दैन या उसबाट दुध लिँदैन भने उसको जीवनभर उसको खुसी नै भएर बाँचिरहेको छ, पछि काटेर खान्छ। तर जुन हामीले गरिरहेछौँ नि, हामी गौसेवाको नाममा, गाईलाई आमा भन्ने नाममा हामीले जुन उसको जीवनको सुरुवातको दिनदेखि अन्त्यको दिनसम्म हामीले उसलाई शोषण गरेका छौँ। हामीले उसलाई उसको जीवन पुरै नै हामीले तहस नहस नष्ट पारिदिएका छौँ। पीडा आँसु मात्रै दिएका छौँ। र त्यही आँसु हामी कन्ज्युम गरिरहेछौँ जब हामी दुध खान्छौँ, चक्लेट खान्छौँ, आइसक्रिम खान्छौँ। त्यो मिठासमा कसैको आँसु छ, कसैको वेदना छ, कसैको चित्कार छ, कसैको शराब छ। त्यही शराब खान्छौँ हामी। र त्यही शराब हाम्रो जीवनमा पनि आउँछ। त्योबाट हामी बच्नै सक्दैनौँ। त्यही भएर एकचोटि विचार गरौँ। एकचोटि दुधमा लुकेका हिंसाको बारेमा अलिकति सोच्न सकौँ। हामी जो आमा हुन्छौँ